फेरि पनि एकपटक सबैलाई नमस्कार। मैले आज के बनाउँदैछु कमेन्ट गर्नुस्, कमेन्टमा लेख्नुस्। अनि प्याज, टमाटर, लसुन यो नकुटेर त्यसै, अनि मसला पिसेको छु, अदुवा पनि, यो डेङ्गी मिर्च, कर्सिमिरी लाल मिर्च स्वादको लागि, यो हल्का पिरोको लागि, अनि यो बेसार। ल साथीहरू, आज कस्तो बन्छ तयार हुँदैछ। यो के चिज हो साथीहरू, कमेन्टमा लेख्नु होला साथीहरू है। आज कस्तो बन्छ हेरौँ ल। यो कश्मिरी लाल मिर्च डेङ्गी, रातो खुर्सानी, बेसार, अनि मसला जिरा, धनिया, अदुवा, लसुन चाहिँ सिङ्गै छ पिस, यो प्याज, टमाटर। ल साथीहरू है, अब कस्तो बन्छ हेर्दै जाउँ। अब तयारी, अब यो प्याज ब्राउन कलरमा आइसकेको छ। अब यसलाई यहाँ धिमा गरेर पहिले चाहिँ बेसार, अनि रातो खुर्सानी पिसेको, यो प्याकेटवाला खुर्सानी हो, त्यति पिरो त हुँदैन। यो चाहिँ कश्मिरी लाल मिर्च स्वादको लागि र कलरको लागि मात्र, र अलिकति यो मरिच। ल साथीहरू, अब यसलाई मर्मत कसरी हुन्छ यो भएपछि मसला पिसेको अदुवा, जिरा, धनिया, यसको कस्तो बन्छ हेर्दै जाउँ। अनि त्यसपछि बल्ल साथीहरूलाई अब पछि हेरौँ न। ल साथीहरू, यो मसला लगभग रेडी भइसकेको छ। अब यहाँ हजुरलाई सेट गर्नुपर्छ। तपाईँले कसरी बनाउनुहुन्छ, ल मेरो स्टाइल यही हो, हेर्नुहोस्। यो खसीको भुडी हो। यो अहिले कसरी बनाउनुहुन्छ साथीहरू, मैले त यसरी बनाउँछु। अलिकति रोटीसँग खानको लागि यो एकदम सही हुन्छ। ल हेर्नुहोस् साथीहरू, अब यसलाई धेरै नै एक सिटी लगाउने, किनभने चाहिँ म कडाईमा बनाउन मन पराउँदैन, किनभने चाहिँ चबाउने मन पर्दैन, अलिकति पाकेको हुनु पर्यो। यो अब 1-2 सिटी लगाइदिने, अनि त्यसको ठिक हल्का नरम हुन्छ, पाक्छ, तब यो खानालाई पनि टेस्ट हुन्छ साथी हो। ल हेर्नुहोस्, ल साथीहरू एकदम रेडी भयो। ल हेर्नुहोस्, देख्नुभयो, म धेरै लामो भिडियो बनाउँदिन, तर अब यसको टेस्ट चाहिँ लिनु छ भने चाहिँ आउनुहोस्। क्वालिटी राम्रै बनेको जस्तो लाग्छ साथी हो। अब यसलाई लटपट भन्छ, यसलाई लटपट। अनि रोटीसँग, चुलाको रोटीसँग
यसलाई पस्कने ल अब लगभग रेडी भइसकेको छ साथी हो। ल साथीहरू अब यो लटपट खसीको भुटन बन्यो। अब के गर्नुहोस् भनेपछि चुलामा पाकेको रोटी लिएर आउनुहोस् अनि बसेर टक्क लाएर खाऊ। ल साथीहरू एकदम रेडी भइसकेको छ अब लटपट खसीको घुडी। ल तपाईहरुलाई कस्तो लाग्यो, कसरी बनाउनुहुन्छ कमेन्टमा लेख्नुहोस्। यो खाने भए रोटी लिएर आउनुहोस् चुलामा पाकेको। तब यसलाई चाहिँ खानमा मजा आउँछ। ल साथीहरु यो भिडियोलाई लाइक पनि गरिदिनुहोस्, शेयर कमेन्ट गरिदिनु होला साथीहरु। आफ्नो विचार प्रकट गर्नुहोला। अब तयार भइसकेको छ साथीहरु। अब यसलाई खानको लागि रेडी भएछ साथीहरु। ल सबै साथीहरुलाई भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।